हेलो एभ्रिवान, फेरि पनि तपाईँहरूलाई स्वागत छ है मेरो एउटा सानो बटे भिडियोमा ब्लगमा। अन्त अहिले चाहिँ म कहाँ जाँदैछु भने चाहिँ यहाँनिर चाहिँ गभर्मेन्टमा मिटिङ हुँदो रहेछ, इन्टरभ्यू हुँदो रहेछ है, त्यहाँनिर चाहिँ जाँदैछु। अन्त म्यामले चाहिँ मेरो लागि चाहिँ गाडी बुक गरिदिनु रहेछ है। गाडीमा चाहिँ म एक्लै छु होइन, एकदम अब राम्रो फिल लाग्दैछ होइन, बाहिरहरू हेर्दै नजारा हेर्दै होइन। अन्त गाडीमा चाहिँ जाँदैछु। त्यसपछि चाहिँ बाहिर के छ भने चाहिँ होइन, आफूलाई त चिनिसिन कहाँ हो। अन्त इन्टरभ्यू चाहिँ किन हुँदो रहेछ भन्दाखेरि चाहिँ यो गाडीले चाहिँ मैले ट्याक्सी बुक गरिदिनु थियो, पैसा दिनुभएको थिएन, पैसा दिनुपर्छ, हाम्रै दिनुभयो मलाई $50। अन्त अल्छी पनि लाग्यो, टाढो नै रहेछ अलिक, त्यहाँदेखि सुत्दै जाँदै होइन, ढल्किँदै सुत्दै गर्दै पनि गएँ, किनकि टाढो नै रहेछ क्या। अन्त यो इन्टरभ्यू चाहिँ किन भएको भन्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ नि त, अब जो पनि अब काम गर्नेहरू आउँछ है, उनीहरूलाई अब कतिको प्रब्लम छ के छ भनेर चाहिँ होइन, घर राम्रो छ छैन होइन, त्यो सबै सोधिखोजिको लागि चाहिँ इन्टरभ्यू रहेछ। लगभग मेरो चाहिँ अब टुक्रा सबै गरेर चाहिँ 5 मन्थहरू भइसकेको थियो। अन्त यहाँनिर चाहिँ म आइपुगेर चाहिँ इन्टरभ्यूहरू पनि मेरो भइसक्यो है, राम्रो भयो इन्टरभ्यूहरू पनि। त्यो भइसकेर चाहिँ बाहिर निस्किरहेको छु। त्यहाँदेखिको बाहिर निस्केर चाहिँ फेरि गाडी म्यामले गाडी बुक गरिदिनु हुँदैछ। अन्त त्यही भएर चाहिँ म गाडीलाई पर्खिरहेको छु है। यताउति बिल्डिङहरू हेर्दै पनि अब यस्तो खाले बिल्डिङहरू छ, न एन्ट्री न एक्जिट केही पनि देख्दैन है। हामी जस्तो मान्छेलाई त अब के हो के हो नि, मलाई पनि साह्रो पऱ्यो अलिकति, कताबाट पस्नु कता निस्किनु भनेर। अन्त अहिले चाहिँ म गाडी पर्खिरहेको, त्यही बिल्डिङहरू हेर्दै 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 यस्तो खाले चाहिँ हामी यहीँ आउनुपर्ने हो इन्टरभ्यूको लागि चाहिँ, सिडी भन्ने। अन्त अहिले मेरो गाडी पनि आइपुगेर चाहिँ म गाडीमा पनि बसेर निस्किसकेँ। अन्त यस्तो अब इन्टरभ्यूहरू भएको होइन, गभर्मेन्टहरू गरेको अब धेरै राम्रो सेफ्टी हो सबैजनालाई। अन्त यो चाहिँ अलिकति म भ्यूहरू हेर्दै 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 गएँ है। अन्त यो चाहिँ अब मलाई अलिकति मन पऱ्यो नि त। अब गऱ्यो किन भिडियो गऱ्यो भन्दाखेरि चाहिँ अलिकति टाइम पाएँ, यहाँ रेड लाइट भएको थियो चाहिँ टाइम पाएँ क्यामेरा खोलेँ, त्यही भएर चाहिँ भिडियो गरिपठाएँ। अहिलेको लागि तपाईँहरू थ्याङ्क यू सो मच।